यो ओस्लो सिटीमा चाहिँ है मान्छेहरू यस्तो भिडभाड क्या जता पनि मैले यति अरू सिटीहरूमा चाहिँ खासै त्यति देखेको थिएन। हेर्नुहोस् यहाँ भिडभाड अनि यहाँको भ्यू हेर्नुहोस् कति राम्रो छ। यहाँको गल्लीहरू यहाँको ठाउँहरू कस्तो बवाल छ क्या। म चाहिँ नर्वेको ओस्लोमा चाहिँ भ्लगिङ गरेर चाहिँ यहाँ फुलहरूको बोर्ड पनि कति राम्रो क्या। फुलहरू हेर्नुहोस् बोर्ड पनि कति राम्रो छ। फुल हेर्नुहोस्। अनि म चाहिँ यस्तै हो अलिकति फोटो गतिमा होला मेरो फोन चाहिँ अलि यस्तै छ है। तर यहाँको ठाउँ चाहिँ बवाल आउँछ फेरि है। ठाउँ चाहिँ बवाल देखाउँछ फेरि मेरो मोबाइलले कतिवटा त्यो मान्छे चाहिँ गतिलो नदेखाउने हो क्या। अरू चाहिँ बाँकी सबै राम्रो देखिन्छ। म चाहिँ यहाँ घुमिरहेको छु। यहाँ भिड यस्तो भिडभाड छ। अनि यहाँ चाहिँ एउटा चर्च छ। यहाँको एउटा चर्च छ। अहिले चाहिँ मैले ओस्लो ओपेरा हाउस एक्सप्लोर गरेर अब यो यहाँ चर्च छ। यो चर्चमै घुम्न आएको। सो त्यहाँको चाहिँ फेमस यहाँ यस्तो कस्तो भिडभाड छ हेर्नुहोस्। अब तपाईँ देख्न सक्नुहुन्छ यत्रो भिडभाड। यति भिडभाड मैले त्यो सिडनी ओपेरा हाउसमा चाहिँ थिएन है। त्यति यहाँ चाहिँ छ ओस्लोमा। रमाइलो लागिरहेको छ। एक्लै एक्लै हिँडिरहेको छु भ्लगिङ गरिरहेको छु। कस्तो रमाइलो लाग्छ त्यसलाई एक्लै एक्लै हिँड्न। बवाल छ यहाँ न कसैले चिन्छ न कहिले के भन्नु छ। अनि यहाँ गाउँतिर क्यामेरामा मात्र यस्तो गर्नलाई लाज लाग्दैन यताउता भन्छ। यहाँ बाबा एक्लै हो यहाँ त कसले चिन्छ न के। यहाँ आफ्नो तरिकाले हान्ने के छ र काम गर्नु छ। मस्त घुम्नु छ एक्लै। को आएर चाहिँ समातिन्छ मोबाइल। अनि हेर्नुहोस् यहाँ आर्टहरू कस्तो बवाल छ है। आर्टहरू चाहिँ होइन आर्टहरू चाहिँ बनाएर सेल गर्ने रहेछ। यहाँ चाहिँ ठाउँहरू चाहिँ एकदम राम्रो छ। म चाहिँ एक्लै हिँडेर आएको छु घुम्नलाई आज। अहिले चाहिँ मेरो साथी थियो उस चाहिँ 2 बजी चाहिँ उसको ड्युटी चाहिँ गइसक्यो। मेरो आज बवाल छ क्या। आज अफ दिइदिएको छ। अफ दियो मा यस्तो त्यही पनि ओस्लोमा मैले चाहिँ रिक्वेस्ट हान्न सकेको थिएँ। म चाहिँ ओस्लोमा मलाई अफ दिनुपर्छ भनेर ठ्याक्कै अफ मिल्यो हिँडिदिएँ घुम्नलाई। यो हो ओस्लोको ठाउँ चाहिँ। यहाँ मान्छेहरूको भिडभाड छ। यहाँको ठाउँ चाहिँ एकदम क्लियर क्या सफा एकदम। हेर्नुहोस् यहाँको ठाउँहरू देखेर एकदम आकर्षित ठाउँ छ क्या एकदम। यहाँ चाहिँ यहाँ सिङ्गिङ रहेछ स्ट्रिट सिङ्गरले चाहिँ के त्यो हेरेको म्युजिक रहेछ हेरिरहेको छ मान्छेहरूले चाहिँ। अनि यस्तै हो राम्रो छ ओस्लो चाहिँ एकदम राम्रो। युरोपको चाहिँ एकदम राम्रो ठाउँ लाग्यो मलाई। आउनुहोस् तपाईँहरू पनि क्रुजतिर काम गर्नुहोस् घुम्नुहोस् यसरी। तपाईँहरूले चाहिँ म अहिले चाहिँ यसरी भनिरहेको छु तपाईँहरू क्रुजमा आउनुहोस् काम गर्नुहोस् यहाँ रमाइलो छ भनेर। यहाँ अरू पनि छ मान्छे कसैले केही भन्दैन क्या। कसैले भन्दैन यस्तो बवाल छ क्या। अनि मसँग चाहिँ मैले 1-2जना नेपाली दाइहरूलाई भेटेको थिएँ। वेटरहरू थिए उनीहरूको स्यालेरी छ बेसिक स्यालेरी 3.5 लाख बेसिक छ। अनि टिप्स गरेर उनीहरूले 4-5 लाख भन्दा माथि कमाउँछ। अनि उनीहरूले चाहिँ अब केही मतलबै छैन कसैलाई केही हुनु छ। मैले चाहिँ जे होइन है नेपालीहरू क्रुजमा आउनुपर्छ काम गर्नुपर्छ भन्ने हो। अनि कसैले पुरै नबुझ्यो है मेरो लागि कुरा गर्दैन यताउता भन्दा हुन्छ। त्यो भन्दा नि आफूले एक्सपिरियन्स छ भने अप्लाई गर्नुहोस् आउनुहोस्। त्यति नै गाह्रो भन्ने केही छैन। क्रुज भनेको एकदम इजिली तपाईँहरू आउन सक्नुहुन्छ। बस तपाईँसँग डकुमेन्टहरू चाहिँ प्रोपर हुनु पऱ्यो आफूसँग। अनि भिजा गाइडेसन यताउता भोलिको दिनमा सिलेक्ट भएपछि के कसरी गर्ने हो कहाँ अप्लाई गर्ने कसरी सबै कुरो मैले गाइड गर्छु। तपाईँहरू इन्ट्रेस्ट भएर चाहिँ एकचोटि एप्लाई गर्नुहोस्।